एकजना यस्तो मान्छे छ मेरो लाइफमा, उहाँ नभइदिएको भए हजुरहरूले मेरो ग्लास पेन्टिङ नै पाउनुहुन्थेन होला। एन्ड दिस इज वान अफ द प्रिटिएस्ट ग्लास पेन्टिङ बाई द वे। लुक एट द विङ्स। यो क्लाइन्टको अर्डर प्रिपेयर त गरिरहेको छु, बट आई एम डेडिकेटिङ दिस भिडियो टु समवन एल्स। सबभन्दा सुरुमा रिफरेन्स इमेज त देख्नु नै भइसक्यो होला। यु माइट गेट कन्फ्युज्ड, ग्लास पेन्टिङ राम्रो हो कि मेरो क्लाइन्ट? हिजो के थियो? इन दिस 25 years आई हेभ सिन हर सेक्रिफाइस अ लट, सफरिङ अ लट, तर कहिले पनि 1% पनि मलाई फिल हुन दिनु भएन। पास्ट 3 years म यतिचोटि ब्रेकडाउन भइसकेको थिएँ, बट consistently she stood up for me, spoke for me। म आफै कन्फ्युज थिएँ, अरूलाई त केही नै जवाफ दिन सक्थेँ होला, किनभने यो इजी छैन। आफ्नो जब छोडेर 3 वर्षदेखि म आर्ट गरिरहेको छु। म चाहिँ यस्तो मान्छे हो जसले मलाई एकचोटि पोइन्ट गर्यो भने धेरै ओभर थिङ्किङ हुन्छ मेरो, अनि जहिले पनि सी कल्स मी छोरी म यहाँ। अनि मेरो फ्रस्ट्रेसन जान्छ। सो अहिले मैले यो भिडियो बनाइराख्दा पनि सी इज हियर। नमस्ते सबैलाई, म चाहिँ माहीको मम्मी हो। नमस्ते भन्ने है त्यहाँ सबैजनाले। यो पेन्टिङ बनाउँदै चाहिँ म बिहार गएको थिएँ टु लाइट 108 घेरवा इन रिमेम्ब्रेन्स एन्ड प्रेयर्स फर एन्सेस्टर्स। अनि हाम्रो पेन्टिङ पनि रेडी भइसक्यो। लेट्स सी हाउ दिस टर्न आउट टु बी। क्लाइन्टलाई चाहिँ एकदम मन पर्यो। हजुरलाई कस्तो लाग्यो? प्रिटी छैन त उहाँ कि मेरो ग्लास पेन्टिङ राम्रो हो? अनि